हुन्छ। परमेश्वरलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। लाखौँ लाख करोड करोड धन्यवाद दिन्छु र सम्पूर्ण देश विदेशमा छरेर बस्नुभएका नेपाली प्रवासी नेपाली जीवहरूमा, सम्पूर्ण आमा बुवाहरूमा म न्यानो अभिवादन तथा जयमसी भन्न चाहन्छु। र आज तपाईँहरूको बिचमा म परमेश्वरको जीवित वचन लिएर आएको छु है। 10 कन्याको दृष्टान्त तपाईँ र मलाई थाहा छ, बाइबलमा मत्ती 25 अध्यायमा 10 कन्याको दृष्टान्त छ र त्यसमध्येमा 10 कन्यामा 5 कन्या निर्बुद्धि छन्, तर 5 कन्या चाहिँ बुद्धिमान छन्। अनि त्यहाँनिर परमेश्वरको वचनले के भन्छ भने प्रभु येशू आउँदै हुनुहुन्छ भनेर 10 कन्या येशूको साथमा स्वर्ग उचालिनको लागि, येशू भएको घरमा जानको लागि रमाउँदै गएका छन्। तर 5 कन्यासँग तेल छैन, टुक्की मात्र छ, तेल अलिकति मात्र छ। तर 5 कन्या बुद्धिमती कन्याहरूसँग चाहिँ टुक्कीमा पनि तेल प्रशस्त मात्रामा छ र उनीहरूले तेल पात्रमा किनेर पनि राखेका छन्। यसको मतलब हामीले यसरी बुझ्नुपर्छ कि आज तपाईँ र मेरो दिनचर्या जीवन कसरी बितिरहेको छ। परमेश्वरको वचन सँगसँगै हाम्रो जीवन चलिरहेको छ। परमेश्वरको पवित्रतासँग हाम्रो जीवन चलिरहेको छ। परमेश्वरको इच्छा अनुसार हाम्रो जीवन हामीले चलाइरहेका छौँ। परमेश्वरको योजना अनुसार हाम्रो जीवन चलिरहेको छ। पवित्र आत्माको अगुवाईद्वारा तपाईँले आफ्नो जीवन, प्राण, आत्मा, शरीरलाई उहाँसँग समर्पण गर्नुभएको छ या छैन, या संसारका कुराहरूमा तपाईँ अग्रसर भएर संसारमा दौडिराख्नु भएको छ कि यो कुरा म प्राप्त गरेर देखाउँछु, यो कुरा मेरो निम्ति नभई नहुने कुराहरू हो। जस्तै एउटा घर बनाउनको लागि मानिसलाई धेरै वर्ष लाग्न सक्छ है। थोरै इन्कम होला तर उसले त्यो कमाउँदै जाँदाखेरि उसको जीवन बितेर जान सक्छ। तर एउटा विश्वासी त हो, ऊ सन्डेमा चर्च जान्छ, तर चर्चबाट आएपछि संसारको कुराहरूलाई चाहिँ मेन्टेनेन्स गर्नको लागि, पुरा गर्नको लागि ऊ लागि परेको हुन्छ। उसको दिनचर्या परमेश्वरसँग होइन, संसारसँग हुन्छ। आज प्रियहरू, हामी संसारमा त्यसरी जिइरहेका छौँ या कसरी जिइरहेका छौँ, तपाईँ र म आज जाँच गर्नुपर्ने हुनेछ। हालेलुया। यहाँनिर वचनमा लेखेको छ, जब मध्यरातमा है अनि बिहालो गर्नुभयो, प्रभु येशू आउन बिहालो गर्नुभयो भनेर सबै निधाएको कुराहरू छ। आज परमेश्वर आउनुभन्दा अगाडि मत्ती 24 अध्यायमा पनि त्यही भनेको छ। धेरैजनाको प्रेम सेलाएर जानेछ है, धेरैजना भड्केर जानेछन्। किन जानेछन् भन्दा प्रभु येशूको जीवित वचन हाम्रो हृदयको पार्टीमा नसजाएको हुनाले, हामीले वचनलाई आधार गरेर उसलाई चाहिँ, परमेश्वरको वचनलाई चाहिँ हाम्रो जीवनको किल्ला नबनाएको कारणले गर्दा हामी भड्किन सक्छौँ। हामी परमेश्वरको प्रेमदेखि टाढा जान सक्छौँ, परमेश्वरको उपस्थितिदेखि टाढा जान सक्छौँ र हामी निर्बुद्धि कन्या, 5 कन्या जस्तो हुन सक्छौँ, जसको टुक्कीमा अलिकति तेल थियो, केही छिन जल्यो, त्यस पछाडि निभिहाल्यो। तर बुद्धिमतीहरूसँग तेल थियो, उनीहरू